लास्टको पशुपतिनाथ भगवानको सबैले गरौँ। पछाडि बाहिरबाट उभिने, बाहिरबाट लुकेर हेर्ने, टाढो भएर पनि हेर्ने भगवानको कथा, माथिबाट पनि चढेर हेर्ने, अनि डाँडा पाखामा बसी बसी माथि घाम तापेर हेर्ने, सबैले भन्नु होला हात माथि गरेर तारे मस्ता देवताको जय, तारे मस्ता देवताको जय, सम्पूर्ण भक्तजनहरूको हाम्रा आयोजक परिवारको आजका दान गर्ने दाताहरूको, सबैका आमा बुबाहरूको, समस्त गुरु ब्राह्मणहरूको, यति बेला हामी मध्येमा यस कार्यक्रमका प्रमुख कथावाचक युवा विद्वान आचार्य प्रवर आचार्य सन्तोष अधिकारी गुरुदेवको आगमन भएको छ। सबैले हात माथि गरेर हजुर जोरदार ताली बजाएर स्वागत सम्मान गर्नका लागि हामी हार्दिक अनुरोध गर्दछौँ। यस कार्यक्रमका प्रमुख कथावाचक सबैले हात माथि गरेर हजुर जोरदार ताली गर्दै, तालीले सम्मान गर्दै अब केही बेरमा हामी पूज्य व्यास गुरुदेवका मुखारबिन्दबाट अमृतमय विशेष भगवानका सत्सङ्गका कुराहरू, धर्म संस्कार संस्कृति भागवतका विषय आजको दिनबाट एउटा नियम छ। गुरुहरू मञ्चमा आइसकेपछि गुरुहरूले जयकार लाउने बित्तिकै के भन्नुपर्छ अरे जय भन्दै लक्ष्मीनारायण भगवानको जय हो। अब 7 दिनसम्म बेला बेलामा हजुरहरू निदाउनु भएको छ कि अल्छी मान्नु भएको छ कि भनेर गुरुहरूले जय जयकार गराउनुहुन्छ। हजुरहरूलाई जय जयकार गर्न कन्जुसाइ नगर्नु होला, नत्र फेरि गुरुहरू त सबै अल्छी रहेछन् भन्ने सोच्नुहुन्छ। जय किन गरिन्छ भन्दाखेरि जसले जीवनमा जय गर्न जानेको छ नि भगवानको नाममा, त्यसको जीवनमा कहिले पनि पराजय भन्ने त आउँदैन बाबा आमाहरू। हामी निवेदन गर्दछौँ जयकार गर्दाखेरि भगवानको कथालाई, भगवानको मञ्चको मर्यादालाई भङ्ग नगरिदिनु होला, सबैले जय जयकार गरिदिनु होला। अनि भगवानको भजन आयो भने के गर्ने, जानी नजानी नाच्ने, जान्ने त नाचिराख्नु भएको छ सधैँ, नजान्ने पनि नाच्ने भगवानको कथामा, जान्ने नजान्ने सबै नाच्ने, किनकि भगवानको लागि कला चाहियो। जसरी आज पहिलो दिन हो, हामी हजुरहरूलाई नाच्न सिकाउँछौँ। हात माथि गराउँदै एकपल्ट सबैले, जसलाई नाच्न आउँदैन नि के गर्ने थाहा छ, हात माथि गर्ने पहिला, अनि यस्तो गरौँ आउँदैन भनौँ मनमनै, अनि उठेर नाचिहालौँ है। यति गरियो भने जानिन्छ नाच्न। अनि लाज मान्ने होइन, त्यो नाच्यो भने म नाचौँला, फलानु नाच्यो भने म नाचौँला भनेर सोच्ने होइन। धर्म कर्म भन्ने आफ्ना लागि गर्ने। अहिलेसम्म हामी दोहोरीमा नाच्यौँ, सांस्कृतिक मेला महोत्सवमा नाच्यौँ, खोइ त यहाँका भक्तहरू भगवानको कथामा भजनमा नाच्छन् कि नाच्दैन अब थाहा हुन्छ है त। लक्ष्मीनारायण भगवानको, श्याम सुन्दर भगवानको ल हामी निवेदन गर्दछौँ। आज भोलिको दिन हजुरहरूलाई को जस्तो लाग्न सक्छ, गुरुहरू कहाँबाट आउनु भएको जस्तो लाग्न सक्छ। कार्यक्रमको 6औँ 7औँ दिनमा अझै कार्यक्रम थपिएको भए हुन्थ्यो। गुरुहरू त मेरै हुनुहुँदो रहेछ, हाम्रो हुनुहुँदो रहेछ गुरु भन्ने भाव पछि आउनेछ। जसलाई पहिले आयो नि यो भाव, वास्तवमा त्यो भक्त होइन, त्यो देवता हो बाबा होइन। यो कार्यक्रममा जानुपर्छ, समय दिनुपर्छ, सहभागिता जनाउनुपर्छ भन्ने भाव जसमा आयो नि, घुमी घुमी नमस्कार तारे मस्तालाई, घुमी घुमी नमस्कार तारे मस्तालाई, मनको इच्छा पुराइदेऊ भक्त जतिलाई। घुमी घुमी नमस्कार तारे मस्तालाई, घुमी घुमी नमस्कार तारे मस्तालाई, मनको इच्छा पुराइदेऊ भक्त जतिलाई, मनको इच्छा पुराइदेऊ भक्त जतिलाई।
हुँदैन अहिले सकियो भने बेलुका ठिक 7 बजे महाआरती विशेष झाँकी यहाँ हुने नै छ आज बेलुका अझ विशेष हुन्छ फेरि पेट मिची मिची हाँस्ने लागि आज बेलुका महाआरती बेलुका हुन्छ विशेष महाआरती हेर्न आइदिनु होला बेलुका छोटो छ है यो हाम्रो जुनी 2 दिनकै हो नि कृष्णकै हुने कहिले नभन सुन्दर भाकाको भजनमा हामी सबै उठेर नाच्नेछौँ है त हरि मेरो मेरो भनेको किन सबै छोडी जानु छ किन यो हाम्रो जुनी 2 दिनकै हो नि कृष्णकै हुने कहिले हो